नमस्कार। आज हजुरहरू समक्ष म नयाँ विषय लिएर उपस्थित भइसकेको छु। म वास्तु गुरु प्रकाश ताल। हजुरहरूलाई थाहा छ, हजुरहरूको घरमा नेगेटिभ इनर्जी बढिरहेको छ, घरमा काम गर्न मन लागिरहेको छैन, घरमा विभिन्न किसिमका समस्याहरू आइपरिरहेका छन्। त्यसो हो भनेदेखि हजुरहरूले चिन्ता नगर्नुहोस्। हाम्रै किचनमा पाइने विभिन्न किसिमका चिजहरूबाटको उपायहरू गर्न सकिनेछ, जसमा हजुरलाई म निम्न प्रकारका वस्तुहरूको नाम उच्चारण गर्नेछु र त्यही अनुसार हजुरहरूले प्रयोग गर्न सक्नुहुनेछ। जसमा हजुर हाम्रो किचनमा पाइने ल्वाङ, कपुर बत्ती जुन एकै ठाउँमा राखेर हामीले मङ्गलबार अथवा शनिबारको दिन बाल्दियौँ भनेदेखि हाम्रो घरमा वरिपरि भएका नेगेटिभ इनर्जीहरूलाई ब्लक गर्नेछ र पोजिटिभ भाइब्रेसन इनर्जी मात्र अगाडि बढाउनेछ, जसले गर्दा घरको ऊर्जा एकदम शान्त मनमोहक दृश्यमा काम गर्न सक्ने खालका र ऊर्जावान बन्दै जानेछ। यसले गर्दा हजुरहरूले जहिले पनि मङ्गलबार र शनिबारको दिन कपुर र ल्वाङलाई एकै ठाउँमा राखेर बालिदिनु भयो भनेदेखि हजुरहरूको घरमा एकदम पोजिटिभ भाइब्रेसन इनर्जी फ्लो हुनेछ।